कटप्पा तूने बाहुबली को क्यों मारा? भेडेटारमा रहेको ऐतिहासिक पर्यटकीय गढी अर्थात् सागुरी गढी भ्रमण गर्न जाने क्रममा रहेको छु म र पृष्ठभूमिमा हेर्न सक्नुहुन्छ। अघिसम्म घाम लागिरहेको थियो भने अहिले बादलले तुवालोले सम्पूर्ण डाँडा ढकमक्क ढाकिसकेको छ। निकै नै सुन्दर स्थान रहेको छ। आउनुहोस् हामीहरू यो ऐतिहासिक गढीको भ्रमण गरौँ। समुद्री सतहबाट करिब 1400 मिटरको उचाइमा अवस्थित रहेको धनकुटा जिल्लाको प्राचीन र ऐतिहासिक सागुरी गढी आइपुगेको छु म। यो गढी निकै वर्ष पहिला चाहिँ यहाँनिर रहेको 3टा जिल्ला सङ्खुवासभा, भोजपुर र तेह्रथुम यी 3 जिल्लाको प्रमुख व्यापारिक केन्द्रको बाटोको रूपमा प्रयोग गरिन्थ्यो र साथसाथै नेपाल, भारत र चीन यी 3टै देशको व्यापारिक केन्द्रको रूपमा पनि यस गढीलाई प्रयोग गरिन्थ्यो भनेर यहाँनिर सूचना टास गरिएको छ। शान्त र निकै सुन्दर ठाउँमा रहेको छ यो गढी। यदि तपाईँहरू पनि भेडेटारतिर घुम्न आउँदै हुनुहुन्छ भने यो गढीको पनि भ्रमण गर्नुहोला। जस्ट फर फन है। बाहुबली फिल्म खेल्न जानुपर्छ क्या हामी लिएर। कटप्पा तूने बाहुबली को क्यों मारा?